अब चाहिँ फाइनली घर बनाउन लाग्दै हुनुहुन्छ? हजुर, अलिअलि गरेर भए पनि सहयोग गरिदिनु होला भन्छु है। अब मैले मेरो घरमा पछि बनाएँ भने पनि सबैजनाले थाहा भइहाल्छ। त्यही त भिडियो आइहाल्छ नि, राजकुमार घर कहाँ भनेर थाहा हुन्छ, हेर्न आउनु सक्नुहुन्छ हैन? हजुर हो नि। त्यसपछि म सानोतिनो यसो बेबसी उही गरेर बस्छु, गिरिल सिरिलहरूको उहरू गरेर भन्ने सोच गरेको छु। विदेशमा मलाई चिन्ने हैन नचिन्ने सबैजना हजुर उहाँहरूलाई चाहिँ के भन्नु लागेको भन्दाखेरि अलिअलि भए पनि मलाई अलिकति सहयोग गरिदिनुहुन्छ कि भनेको। अब घर हाल्ने कुरो गरेछ, घर नहालेसम्म पनि अब गाउँ जाने कुरो भएन पहिला? हजुर, गाउँ जाने भनेको गाउँ अब गएर कस्तो भन्दाखेरि तपाईँको अलिकति डोजर लाएर गाउँलेहरू त गरिदिन्छन् सहयोग। मा जति हाम्रो मगर दाजुभाइहरू हुन्छ नि, हाम्रो मगर समाज दाजुभाइहरूले चाहिँ अस्ति नै तपाईँहरू उता जाँदाखेरि घर गर्दा सुरु जानु पर्दाखेरि हामीलाई उ गर्नुहोस्, तपाईँको उस नम्बर हालिराख्नुहोस्, हामी हालिदिन्छु, तपाईँ गएर घरहरू गरेर गर्नुहोस् भन्नुभएको थियो। अहिले त खै कन्ट्याक्टमा आउनु भएको छैन कि। अनि त्यही कारण उहाँहरूलाई चाहिँ के भन्छु भन्दाखेरि दाइहरूलाई अब म जाँदैछु, हजुर अब उहाँ नायताको उसमा पनि जानुपर्ने भयो र घर पनि उ गर्नुपर्ने भयो भने। दर्शकबिन, अनि आज हामी चाहिँ राजकुमार दाईसँग छौँ। यो अहिले चाहिँ हामी विशेष छुट्टै ठाउँमा छौँ। यहाँ चाहिँ दाईको घरबाट अलिकति माथि रहेछ दाई? यो हजुर, अलिक माथि, अलिक माथि रहेछ। हामी चाहिँ यहाँ दाई र म चाहिँ आज चाहिँ दाईको विषयमा केही कुरा लिएर हजुरहरूको सामु उपस्थित भइसकेको छ। दाई स्वागत छ कार्यक्रममा। कसरी दिन चल्दैछ दाई? मैले बोलाएँ नि त तपाईँलाई। त्यही त दाईले फोन गर्नुभयो। किन बोलाउनु भयो दाई? बिहानै फोन गर्नु भएको थियो। अब यस्तो के अब अलिकति मलाई अलिक गाह्रो भयो। हजुर, अब देश विदेशमा मलाई चिन्ने हैन नचिन्ने सबैजना हजुर उहाँहरूलाई चाहिँ के भन्नु लागेको भन्दाखेरि अलिअलि भए पनि मलाई अलिकति सहयोग गरिदिनुहुन्छ कि भनेको। अब घर हाल्ने कुरो गरेछ, घर नहालेसम्म पनि अब गाउँ जाने कुरो भएन पहिला? हजुर, गाउँ जाने भनेको गाउँ अब गएर कस्तो भन्दाखेरि तपाईँको अलिकति डोजर लाएर गाउँलेहरू त गरिदिन्छन् सहयोग त भनेछन्। अब के इन्डिया जाने बेला के भन्ने हुनुहुन्थ्यो है? अब ढुङ्गा मुढा उ गरेर भए पनि अनि इन्डियामा जति हाम्रो मगर दाजुभाइहरू हुन्छ नि, हाम्रो मगर समाज दाजुभाइहरूले चाहिँ अस्ति नै तपाईँहरू उता जाँदाखेरि घर गर्दा सुरु जानु पर्दाखेरि हामीलाई उ गर्नुहोस्, तपाईँको उस नम्बर हालिराख्नुहोस्, हामी हालिदिन्छु, तपाईँ गएर घरहरू गरेर गर्नुहोस् भन्नुभएको थियो। अहिले त खै कन्ट्याक्टमा आउनु भएको छैन कि। अनि त्यही कारण उहाँहरूलाई चाहिँ के भन्छु भन्दाखेरि दाइहरूलाई अब म जाँदैछु, हजुर अब उहाँ नायताको उसमा पनि जानुपर्ने भयो र घर पनि उ गर्नुपर्ने भयो भनेर चाहिँ त्यहाँ अब जसरी पनि गर्नुपर्ने भएर पछि बनाउनु पर्छ अरे। अब काठमाडौँतिर बनाएर उतै गएर हराउँछ भनेर चाहिँ कुरा प्रशासन त्यस्तो पनि टाइपको कुरो भएको रहेछ। किन हराउने नि? अब त म त उहीँ जानुपर्ने हुन्छ होइन। अब दिदीहरू त्यतिकै बोलाइरहेको छ। अनि तिहारमा टिकै लगाइसक्यो? टिकै लगाइसक्यो। अब हिजो पनि फोन गरिराख्नु भएको थियो, आएर घर गर्नु पऱ्यो, कान्छ किन उ गर्ने अब भनेर चाहिँ कुरो भएको छ। अनि उता वडा अध्यक्ष दाइहरू पनि उहाँ आइदिन्छौँ हामी होइन। अब तुरुन्त बनाए सजिलो हुन्छ। अब बुहारीको ऊ पनि बनाउनु पऱ्यो, बुढीको अनि बिहे दर्ता अनि बाबुको त्यो भएपछि सजिलो भयो। अब उहीँ जानु पऱ्यो, यहाँबाट त स्कुलबाट त्यो पठाइदिँदो रहेछ नि त, ट्रान्सफर लेटर पठाइ। हजुर, अनि हो त्यही भएर चाहिँ अनि उतै जाने भनेर कुरो भएको छौँ। घर बनाउने त्यही कारणले त्यही भएर उहाँहरूलाई के भन्छु भने अलिअलि भए पनि सहयोग गरिदिनु होला। त्यतिखेर चाहिँ गर्छु। हजुर, म पनि सहयोग नगर्ने होइन। अब मेरो पनि अलिक पछि हो कि होइन, ऊ भएपछि त अलिकति कमाइ धमाइ भएपछि त म पनि सहयोग गर्छु, किनभने धेरै दुःख पाएँ मैले। नायताले लोक्यो? हजुर, त्यही भएको छ। अब अस्ति तिनचोटि जाऊ आऊ भयो। अब जेएनजी भन्यो के भन्यो, दुःख पाइयो। हामी पनि गयो हो नि, दसैँ तिहार भिडियो देखाइयो। किनकि उहाँ दाईको घर चाहिँ तपाईँको सुर्खेतबाट पनि धेरै विकट ठाउँमा रहेछ होइन। त्यहाँबाट पनि हामी त 1-2 बजे चढ्यो हो क्या दाई? राति पुगेको थिएँ। 1-2 बजे चाहिँ हामी तपाईँको नेटाबाट नि बोलेर लाग्दो रहेछ। गाडी चढेर गएको 5-6 घन्टा लाग्दो रहेछ त्यहाँबाट। यस्तो विकट ठाउँ कि तपाईँको लड्यो भने आइया भन्ने ठाउँ छैन होइन। त्यस्तो विकट ठाउँ रहेछ दाईको बिचरा होइन। उहाँको मान्छे अब सबैले पहिचान गरिसक्यो। वडा अध्यक्षले त उहाँ किनकि पुरानो स्कुल समेत थाहा रहेछ, अरू मान्छे भएको भए कसरी पुरानो स्कुल थाहा छ भनेर पनि उहाँलाई विश्वास लागेर छैन वडा अध्यक्षलाई। सबै कुरा भएको रहेछ। अब तपाईँहरूले के भन्न चाहनुहुन्छ भने अब तपाईँहरू इनकेस उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीले तल चाहिँ यो भिडियोको तल चाहिँ उहाँको जुन श्रीमती हुनुहुन्छ, के नाम छ तपाईँको श्रीमतीको? मेरो श्रीमतीको सन्तमाया थापा मगर हो भनेर चाहिँ उहाँको ब्याङ्क खाता छ एनआइएमबीको, त्यही राखिदिएको छु। डाइरेक्ट उहाँलाई सहयोग गर्नु होला, किनकि हामीलाई सहयोग गर्नु पर्दैन। जुन उहाँको श्रीमती उहाँकोमा
तपाईँहरूकोमा उहाँहरूकोमा हालिदिँदा पनि हुन्छ होइन त्यो तपाईँकै राखिदिएपछि आनन्द भयो नि त हामी नम्बर पनि राखिदिन्छौँ तल फोन नम्बर त्यस पछाडि खाता नम्बर चाहिँ दिदीकै राखिदिन्छौँ तल उहाँको त नाइते बनाएको छ हुने कुरो भएन उहाँको बुढीको चाहिँ उतापट्टि घरपट्टिबाट बुवाको नाम कसको नाममा नाइता बनेको रहेछ ब्याङ्क खाता नि राखिदिन्छौँ इनकेस सहयोग गर्न चाहनुहुन्छ भने अब कतिले चाहिँ अस्ति नै घर बनाउँदा सहयोग गर्नु भन्नुभएको रहेछ अब दाइ 1-2 दिनमा गाउँ जाँदै हुनुहुन्छ गाउँ गएपछि अब त्यो भिडियो पनि जाने भिडियो पनि हजुरहरूले सार्वजनिक गर्नेछौँ सबै बुझेर यो फाइनल कुरो के हुन्छ 2 जना वडा सहित यसपालि जाने कुरो भएको छ अब के हुन्छ दाइ गएर आउनुहुन्छ अनि घर बनाउने पनि दाइले कुरा गर्नुभएको रहेछ अब तपाईँ जति पनि भगवान् रूपी दर्शक हुनुहुन्छ अस्ति नै यो मगर समाजबाट नै हालिदिने कुरा गर्नुभएको रहेछ अनि विदेशमा अरू ठाउँमा पनि हुनुहुन्छ नि होइन जो राजकुमारलाई चाहिँ सुरुदेखि भिडियो हेर्दै आउनु भएको छ 3 जुरे टिमदेखि लिएर सन्तोष तामाङदेखि लिएर लगायतमा भिडियो हेर्दै आउनु भएको जुन हाम्रो राजकुमार दाइ हुनुहुन्छ उहाँलाई इनकेस सहयोग गर्न चाहनुहुन्छ तल हामीले नम्बर राखेको छ ब्याङ्क खाता अनि तपाईँले त्यहाँ सहयोग गर्न सक्नुहुन्छ हामीले नम्बर पनि राखेको छौँ तपाईँले त्यहाँ पनि व्हाट्सएपमा म्यासेज गर्न सक्नुहुन्छ अनि तपाईँहरूले पठाएको चाहिँ हामी भिडियो पनि बनाउने छौँ होइन कसरी के गऱ्यौँ भनेर दाइकै उबाट चाहिँ अनि तपाईँले त्यसरी सहयोग गर्न पनि सक्नुहुन्छ अरू के भन्न चाहनुहुन्छ दाइ अब मलाई त यहाँ काठमाडौँमा त कमल भनेर चिन्ने जति चिन्नुहुन्छ नि कमल भनेर चिन्छन् काठमाडौँमा चाहिँ सबैले बुझिदिनुहोस् अब राजकुमार यहाँ चाहिँ तपाईँलाई कमल भनेर चिन्छन् सबैले नाम चाहिँ अब राजकुमार हो भनेर थाहा पाइहाल्नुभयो सबैले अरूले चाहिँ कमल भनेर चिन्छ कमल भन्छ नि यहाँ त अनि एउटा कुरा के पनि ल्याउनु भएको थियो भने दाइले चाहिँ पहिला तपाईँसँगै बसे के साथी आउँदैछ भन्नुभएको थियो को साथी को आउँदैछ भन्नुभएको थियो त भोलि कि कहिले आइपुग्छ भन्नुभएको थियो तपाईँले तपाईँसँगै बसेको उता मरङ कहाँ बसेको के बुढी होइन ए उहाँ भोलि बुधबार आउनु हुँदैछ अरे त्यो घाँटीको के जाति ऊ चाहिँ विराटनगरमा भएन अरे टन्सिल जस्तो हुन्छ नि के जाति अपरेसन गर्नुपर्ने भयो त्यो गर्नुभन्दा भाउजू पऱ्यो नि अब कहाँ भेट भएको मोहन दाई भनेको तपाईँलाई थाहा छैन म जब तुलसी विश्वकर्मामा भेटेँ म बच्चा बेलामा आमासँग छोडेँ मरङमा हजुर बिग्लिमुको घरकै अगाडिपट्टि रोडमा उहाँहरूसँग बस्यो भने त म त 5-6 वर्ष उहाँ दाइसँगको पनि भिडियो आउँछ हामीले दाइको श्रीमती चाहिँ भाउजू चाहिँ भोलि आउनुहुन्छ अरे अनि यहाँ कता मूल पानीमा छ अरे अनि साथी गरिदिनु होला भाइ भनेर भनेको छ हजुर भाउजूले पठाउनु त्यही भोलि आउँदै हुनुहुन्छ अनि उहाँ पनि केही कुराहरू बोल्छु म मिडिया भाइहरूसँग हजुर बारेमा भनेर के दाइले भनेर पठाउनु पर्छ उहाँहरू आउँछु भने पनि आउँछु भनेको छ कि उहाँको सबैजना ए हजुर मरङ उर्लाबारीबाट हजुर हजुर सुर्खेत प्रशासनमा आउनु पर्यो भने पनि हामी सबैजना आउँछौँ भनेको छ कि ए हजुर ए त्यसरी रोकेको हजुर भनेर चाहिँ यो कुरो भयो कि ए हजुर हजुर ए उहाँहरू पनि आउने कुरो छ यति वर्ष यहाँ बसेर गएको यसरी सानामा यसरी छुटेको सबै भनिदिन्छु भनेर ए हजुर हजुर त्यहाँ सबैजनाले मलाई फोन गरिरहेको छ किन के भइरहेछ राजकुमार किन नगरेको त्यस्तरी नदिएको उनीहरूले के गरेको भनेर चाहिँ ए हजुर हजुर टाढै भए पनि हामी आउँछौँ भन्छ नि ए उहाँसँग पनि भेट्ने छौँ अनि त्यसपछि अब त साथीहरूलाई के भन्नुहुन्छ अन्तिममा जुन तपाईँको जुन छुट्टेको साथीहरू हुनुहुन्छ नि ए उहाँहरूलाई चाहिँ के भन्छ नि मलाई चिन्ने जति सबैजनालाई हजुर अब अहिले यस्तो अप्ठ्यारो परेछ मलाई अब के अन्त अब यति वर्षपछि घर भेट्यो हेर्नु म पहिला कति दुःख पाएँ नि सबैलाई थाहा छ हजुर हजुर अब मलाई नाइ त बच्चाको लागि पनि एकदम खाँचो भएको छ अब घरहरू भेटियो अब धेरै कुराहरू गर्नु पाएकी छन् हेर्नु अब घर बनाएर मात्रै भएर जग्गाहरू पनि रहेछ नि अब त्यो पसल के भनेको छ नि पास गर्नुपर्छ आफ्नो नाममा फेरि खट्ट जाला भन्छन् कि अब कता त्यसरी सरकार जानु त अनि त्यही त जान त मिल्दैन अनि त्यही भएको छ अनि त्यही भएर जानलाई मलाई चाहिँ सबभन्दा यहाँबाट दुःख सुख गरेर त गाडी भाडा बनाएर गइन्छ हजुर बुझेर अब मेरो नानी त के गरिदिन्छन् होइन हजुर हजुर बुझेर अनि त्यहाँदेखि चाहिँ घर हाल्ने भनेपछि चाहिँ अनि मलाई अलिकति खर्चहरूको अलिकति हजुर हजुर त्यही भने अब वडा अध्यक्ष दाइहरूले पनि के भन्नुभएको छ नि हामी डोजर सक्दो लाइन हामीले गरिदिन्छौँ त्यसपछि अलिकति सहयोग गरेर भए पनि कसरी हुन्छ नि गाउँलेहरूले सहयोग आयो भने चाहिँ अब नयाँ घर बनाउने तयारीमा नयाँ घर अब गाउँमा बनाउने तयारीमा 2 कोठे 3 कोठे कत्रो हुन्छ सानो जाँदाखेरि बस्दा ओर्नलाई भनेर चाहिँ त्यही भनेको छन् त्यहाँदेखि पछि त माथि त बाबु स्कुल जान र उ गर्न त सजिलै छ नि त पछि त एउटा बजारमा हो त्यो कति फ्रीमा बनाउने पनि छन् नि फ्रीमा पढाइदिन्छु भन्ने पनि छ हैन सबैले सेटर गरिदिउँला भनेर भन्नुभएको छ हजुर हजुर त्यही भएर अनि खुसी भएर बसेको अब के गर्नु खै अब त हाम्रो जिल्ला प्रशासन सुर्खेतबाट पो अब के गरिदिनु भयो हो
सिडिओ साहबले भन्नुहुन्छ तल मैले जिम्मा दिएको छु तपाईँको नबन्ने होइन भन्छ तलको भन्छ माथि सिडिओ साहबले गरेपछि तपाईँ नआतिनुहोस् भन्छ हजुर यो सब तपाईँको जुन भन्नुभएको थियो नि त्यो मगर साथीहरूलाई त्यही भन्न चाहनु हो त्यही भन्छु कि जति पनि जुनले चाहिँ राजकुमार चिन्ने अब होइन नचिन्ने सबैले जतिले चाहिँ हजुर हाम्रो भन्नुभएको थियो नि तपाईँले जति सहयोग गर्ने साथीहरू त्यही भन्नुहुन्छ अन्तिममा हजुर त्यही अब चाहिँ फाइनली घर बनाउन लाग्दै हुनुहुन्छ हजुर अलिअलि गरेर भए पनि सहयोग गरिदिनु होला भन्छु है अब मैले मेरो घरमा पछि बनाएँ भने पनि सबैजनाले थाहा भइहाल्छ त्यही त भिडियो आइहाल्छ नि राजकुमार घर कहाँ भनेर थाहा हुन्छ हेर्न आउनु सक्नुहुन्छ होइन हजुर हो नि त्यसपछि म सानोतिनो यसो बेबसी उहीँ गरेर बस्छु गिरिल सिरिलहरूको उहरू गरेर भन्ने सोच गरेको छु हजुर त्यही हो अब यहाँबाट जाँदाखेरि पनि हामी मन्त्रीको पनि जाने भनेको ए हजुर उही हाम्रो मन्त्रीकोमा हजुर पहिला त उहाँले नि सहयोग गर्छु भन्नुभयो उहाँले पहिला सुरुमा त घर बनाइदिन्छु भनेर भन्नुभएको थियो नि त ए हजुर अनि बनाइदिनु भन्नुभएको उहाँले अब कहिले बनाउनुहुन्छ र के गर्नुहुन्छ अब कहिले कहिले कुरा आउँछ हामी अब तत्कालै जानु बस्नु पऱ्यो भनेदेखि त अब बनाउनु पर्ने दुःख सुख होइन हो नि हुन्छ त ल अब त्यही भन्न चाहनुहुन्छ हामी भिडियोबाट छुट्छौँ सबैजनालाई त्यही भन्न चाहन्छु अब तपाईँहरूको जति साथी हुनुहुन्छ जति अलिअलि भए पनि सहयोग गरिदिनु होला हजुर पछि भेटेर जहाँ भेट्दा पनि हुन्छ मलाई कहाँ छ के छ भनेर सबै गर्दा हुन्छ फोन नम्बर यी उसमा हुन्छ हजुर होइन हजुर मेरो नम्बर त्यही हुन्छ अब सल्लाहहरू दिनु पऱ्यो भने गर्नु होला भनेर भन्छु त्यति हो अब के अन्त आफ्नो त आमा बाउ छैन दिदी दुईवटा छन् हजुर अब कोसँग के कुरा गर्नु र होइन हजुर हजुर सानोदेखि अब सबै बाहिर हिँडेर हुर्केँ म पनि हजुर ल हुन्छ दाइ हस् धन्यवाद पर्यो